लोड भइसक्यो हाम्रो। जग्गालाई के भन्छ? 12 नम्बर छोटा कोठी। छोटा कोठी। पहाडी गाउँ चाहिँ मचे गाउँ धोत्रे। बाटोको हालत यस्तो छ है। बाटोहरू बनाउँदैन। अब यस्तो छ, हामी यस्तो हिलटेल गरेर चाहिँ काम गर्नुपर्छ। अन्त भन्नु छ तपाईँलाई? बाटोको चाहिँ यो चाहिँ गर्नुपर्ने हो। त्यो ट्याङ्की बनाएर हो, त्यो ट्याङ्की त जमिनमा छ नि पानी। हजुर। अन्त त्यो चाहिँ छैन। हजुर। त्यो बाटो बनाउनु पर्यो नि त पहिला। हो नि। हो कि न? त्यो बाटो बनाउनु पर्यो। त्यो ठुल्ठुलो ट्याङ्की बनाएर अरूको जमिन उयो गरेर कहाँ हुन्छ? हुँदैन नि। तपाईँले त्यही गुनासो छ? गुनासो मेरो चाहिँ त्यही छ। रोड यो बाटो मिन्जु जाँदो रहेछ नि त? हजुर, तल कमान जान्छ नि। त्यहाँबाट मिन्जु पनि पुग्छ। मिन्जु तल। यो बाटो त भालुखोप पनि पुग्छ नि तपाईँको बाटो त। छैन आउँदै बाटोको हालतै मेन कुरा तपाईँको बाटो सिग्नल पनि पऱ्यो। सिङ्गम भन्ने सिङ्गल बाटो सानो एकैछिनमा पुग्छ। बाटो सिङ्गल छ। जाउँ। निश्चिन्छ नि चितुवासँग चाहिँ होस् गर्नै। मान्छे खाइदिन्छ। यहाँ चितुवा निक्लिन्छ? यो चितुवा निक्लिन्छ यहाँ। र त डर लाग्छ। म छिटो आउँछु कामबाट। सिनेरी हाम्रो बगानको हेर्नुहोस्। के भन्नु अब जङ्गल हेर्नुहोस्, रुखपात यस्तैले गर्दा चाहिँ हामी बाँचिरहेको छौँ। मलाई पनि हेर्नुहोस् न। बाँचिरहेको छु यस्तैले उयो हो। यो हरियाली हो हाम्रो। चियापत्ती चाहिँ दामी छ। अझ कम्ती होला बट कति छ? त्यहीँ होला। भन्दै आएको होइन। घर नभए चाहिँ हुन्छ कि। यो त कुलुङपाका जाने बाटो होइन? कुलुङपाकाको बाटो पिच छ। हाम्रो छैन। हाम्रो खतर छ। हाम्रो यस्तो घाटा पुगी छ, खै हुनु आँटेन। त्यो अब के भन्नु, हाम्रो यस्तोमा हिँड्नुपर्छ।
कमानमा यो बाटो त अन्त अब खतम हुनु आँट्यो जस्तो लाग्दैछ मलाई। त्यही त यो बाटो सक्यो अब अब बडा साहबले पनि त्यही बाटो हिँड्छ होइन। बडा साहबलाई भन्नु है तपाईँले म तपाईँले स्टाफ हो म भन्दैछु बडा साहब हुँदैन अब यो बाटो। अब मास्ता चाहिँ हिँड्नु सक्दैन तपाईँको बुलेर हिँड्नु सक्छ र हो नि तपाईँको बुलेर चाहिँ हिँड्नु सक्दैन है यो बाटो। देख्यो उफारेको सारेको देख्यो बडा साहबले भन्नु हामीले खेचारेको सारी हामी अन्त सक्दैन नि सर। अब मास्ता पनि यस्तो हुन्छ भने चाहिँ तपाईँले के गर्नुभएको यो बाटो चाहिँ बनाउनु पर्छ। मलाई भन्नु म सिनियर हो। ओहो यो मान्छेले त मट्टी पाउँछ हो र के भन्नु अब होइन हजुर काठ काटेर गर्नुभएको साथले हजुर होइन अँ यो रुख लडेर होइन। हजुर तर हामीले अहिलेसम्म यो पाएको होइन। पाएको छैन है हाम्रो गुरुजीको के गुनासो छ एकदम मेरो त एकदम दामी छ बाटो यतिको ठिकै हो बाटो। उहाँले चाहिँ गलत भन्नुभयो यस्तो दामी बाटोमा गाडी कुदाउनु पायो भने के चाहियो त्यही त भनेको होइन। अस्ति चाहिँ रुख लडेर होइन। हजुर मैले अब के भन्ने अब म आज श्रमिक हो म केही गर्नु पाउँदैन होइन। हजुर खाली गाडीमा पनि यसो त गर्छ अझ पानी पऱ्यो भने झन् सानो यसमा अब फ्याक्ट्री त आइपुग्यो नि हामी फ्याक्ट्री गोदामधुरा आइपुग्यो त्यो गाउँ भन्छ नाम गोदामधुरा गोदामधुरा गाउँ गोदामधुरा गाउँ त बाक्लो छ यहाँ गाउँ त्यो बाक्लो छ होइन त्यो पातला छ बन्द घरमा छ 25 घरमा। अब गेटमा आइपुग्यो तपाईँको घरबाट फोन गरेँ तपाईँले हिजो गर्नुभएको थियो नि फोन। यो गेटमा हामी छिरिसक्यौँ अब मैले गेटमा छिरिसक्यौँ गेटमा छिरिसक्यौँ। तपाईँको घरबाट फोन आयो हौ गोदाम पुगेछ नि त। ए ल ल ल के भन्दैछ तपाईँलाई जिस्काइरहेको चाहिँ त्यो केटाहरूले। खोलाको हेर्नु नि खोलाको माछा मारेर ल्याउनु त। पर्सि खेल्दैछ नि आउनु 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 आउनु
भनेर यताउति लाग्छ भनेर सुखाएर किन भुलाइरहेको अब यहाँ दुईवटा यो लाइनमा आयो भने 50 अगाडि 18 चकोलेट यो शीतलमा हाल शीतलमा बिस्तारी जानु बिस्तारी यो सामान चाहिँ हाम्रो सिलगढी 2 माइल जाने चेकपोस्ट चियापत्ती लोड भएको छ आज हाम्रो साथी गाडीमा ओ दाजु ठिकै छौ ए है भयो भयो हाम्रो अब गाडी एकदम तिर्पल ओढेर बाँधेर रेडी छ लोड भइसक्यो हाम्रो अब गाडीको चलान पनि थापिसक्यो हामी अब हिँड्ने टाइम भयो लागेको सिलगढी औँसी पूर्णिमा हाते खानुहुन्छ खान्छ नि सबै खान्छ होइन आउँदाखेरि म ल्याइदिन्छु ल्याउनु नि यो ठिक हुन्छ यो त सिटिसी हो नि सिटी छ होइन यो सिटिसी होइन होइन नि पत्ताले हो कताले हो राम्रो ब्लक हस् दाजु हेर्नुभयो तपाईँले भन्दा उहाँले चिन्नु म त चिने अहिलेको ठुले छोडे के हो अहिलेको ठुले छोडे के हो अहिलेको ठुलो माथि ग्राउन्डमा ए यसको रहेछ 28 वटा च्याटे अन्त किन आयो त्यहाँबाट के गरिदिएछ के गरेको सिलगढमा त्यही हो सुकायो पिटी भेस्टमा हराइ यतिकै खाना चाहिँ खुवायो बुढोले अब खाना चाहिँ खुवायो खाना चाहिँ खुवाएँ
आउनु आउनु ठिक छ आउनु 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 त्यतिकै आउनु 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 छ कुनाबारी जग्गा छ आउनु मिन्चो फाटा आइपुग्यो हजुर आलुबाट जाने बाटो कहाँ हो र साथी दाँत चाहिँ छैन उसको छोरा होइन फाटक आइपुग्यो हामी लोड गरेर फाटक मसला